हाम्रो भेस्टिजको साबुन के यो डग साबुन हो एउटा चाहिँ राम्रो हुन्छ साबुनमा क्वालिटी कुन छ खराब गर्थे साबुनको क्वालिटी चेक गर्ने हो कि यो डग साबुन हो डग हो भाइ यो जो राम्रो साबुन हुन्छ हामी यही साबुन युज गरिरहेको छौँ यो तुलसी पुदिना र उमालेको साबुन यसले कति मैल काट्छ यसले कति गर्छ दुनियाँको नम्बर 1 तपाईँको हार्ट सम्बन्धीको समस्याका लागि धेरै राम्रो हुन्छ यो थर्माकोल हुन्छ त्यो पानीमा 10 सालसम्म पनि गल्दैन यो पानीमा छोडिदियो कि यसै हुन्छ माटामा हाले पनि त्यो खराब हुन्न हेर्नुहोस् यस्तो राम्रो चिज हो फ्ल्याक्सी आइल भनेपछि त्यो हार्ट जस्तै मुटुमा समस्या आउँछ कि त नसा बोलेको हुन्छ नि नातिलाई मैले 2-3 महिना खानु भने आउँदै 1 महिना खाएर कति पावरफुल हुन्छ खाने चिज हो यो चेहराको लागि पनि राम्रो हुन्छ यो पुरा चर्बी हुन्छ नि त्यसरी गलाउँछ त्यो पिसाबको माध्यमबाट बाहिर निकाल्छ चराउनुको त्यो चर्बीलाई निकाल्ने हो नि त यो मुटु मुटाल्दियो त्यसमा यो लगाउनु पनि त्यो त्यही असर हुँदैन त्यसले बिग्रने गरियो मतलब हुन्छ नि यसलाई चलाउनुपर्छ चलाएपछि मात्रै जीवन तर यो चिज हडम्मा लाउनु मिल्दैन साफ चिजलाई पनि राम्रो त्यही असर हुँदैन यो खराब चिजको वास्तविक थर्मोकोल भनेको केमिकल हालेर त्यसको लागि चलाउनु पर्छ तर यो चिज धेरै पर्दैन तपाईँको 570 रुपियाँ पर्छ एउटालाई 30 दिनसम्म खाने डेली 3 टाइम खाने अल्छी हुन्छ नि अल्छी अचार खान्छन् त्यसको तेल हो अब मान्छेलाई मुटु सम्बन्धी समस्या नसा सम्बन्धी समस्याहरू लाखौँ रुपियाँ अस्पतालमा खर्च गर्नुपर्छ त्यसलाई गर्नको लागि तपाईँलाई 570 रुपियाँ पर्छ नै खाने हो
चम्मच छ यो भयो लगाइदिनुहोस् कुन चिजले कति डिपेन्ड गर्छ मोबाइल कुन काट्छ भन्नेमा हो यो तपाईहरुलाई थाहा हुनको लागि यो चम्मच चाहियो त चम्मच ल्याउनु त यो सर्फ एक्सेल तपाईहरु युज गर्नुहुन्छ जो पहिलादेखि युज गरिराख्नु भएको छ यो हो यो हाम्रो फ्लोर अल्ट्रा वाश भन्ने कपडा हाम्रो घरमा 3 डब्बा 4 डब्बा लाग्छ महिनामा किनकि 10 जना 8-10 जना परिवार छ एक बाल्टिनमा एक ढक्कन मात्रै हाल्नु पर्यो धेरै बेसरी उले लकडीले उले हाल्न जरुरी छैन यो सोडा आज दुईजना आएर धेरै मान्छे आए खान्छ यो सोडा